हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आज चाहिँ हामी यहाँ हाम्रो आन्टीकोमा आएको छौँ उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ हैन तपाईलाई मेरो भ्लगमा स्वागत छ धन्यवाद यको चाहिँ फ्लाइट छ अनि त्यसैले सामानहरु चाहिँ यस्तो भद्रगोल छ तिमीलाई मेरो भ्लगमा स्वागत छ उनी चाहिँ यो ए भनिरहेछ यो चाहिँ उहाँको आमा मेरो पनि आमा हो हाम्रो घरमा चाहिँ मासु पाक्दैछ गाइजहरु यसरी हाम्रो चाहिँ एकदम पाहुनाहरु आउँछ यहाँ चाहिँ अलिकति बेसारहरु छैन अलि कालो देखिरहेछ यो चाहिँ सिलौटा हो हाई गाइस गुड मर्निङ आज हाम्रो दिदी रुन लाग्छ जान लाग्छ आन्टी चाहिँ गुवाको अस्तिदेखि रुइरहेको थियो सहनशीलता मुटु दरो पारेर तपाईलाई छोरी जान लाग्दा कस्तो लागिरहेछ राम्रो लागिरहेछ एक बोरा पैसा कमाएर आउँछ हैन दुई बोरा नचल्नु न यहाँ भन्नु दुई बोरा कमास एक बोरा मलाई एक बोरा तेल हैन अनि हाम्रो अङ्कल आउनु भयो अङ्कललाई मेरो भ्लगमा स्वागत छ धन्यवाद भन्नु न ए हेलो भन्नु हेलो गाइस भन्नु साथीहरु अब हाम्रो चाहिँ यहाँ निकेशको मम्मी आइपुग्नु भइसक्यो हाम्रो भाउजू प्यारी मलाई निचारेर मार्न लाएर एक दिन घर आएन भनेर दुश्मन हो दुश्मन यस्तो भन्छ मलाई माया गर्नु भने हाम्रो आन्टीले मात्रै हो अरू सबैले हेला गर्छ यिनीहरूले भात खाने बेलामा त धकाल्छ भने मलाई त यिनीहरूले कस्तो छ यहाँ चाहिँ हाम्रो भाउजू हेलो भन्नु हेलो गाइस भन्नु न हजार आमा नौखो गरेर चाहिँ मलाई वा बाल छैन पाँच मात्रै हे भगवान ज्याकेट दिनु रे चौरी चाहिँ चिन्दैन मैले चाहिँ 1 रुपैयाँ छुटाउनु भएछ नि त नि ल 5 रुपैयाँ कहाँ गयो पुरै भिडियो गर्ने हो के बोल्नु अब टिका लगाइरहेछन् खोइ पापा टिका लगाउनु भइरहेछ लासा गरे बेबी 20 रुपैयाँको लासा गरे नि ल सानबाको मल है यो त पैसा देख्न नकाएको केटी हो पैसा पाएपछि गाडी भाडा पुग्छ के ओ टिकी लाउने रे टिकी नमस्ते नमस्ते म आज बाहिर चाहिँ मैले गाडी भनिदिन्छु ल दही त खाएन नि त खुवाउनु नै मैले त फुलबाल त खाइदिएन हैन बाउले खाइदैन मलाई नि हाइङ्गाला नि 10,000 तिमीलाई हामी के टिका लाउने है खाता लगाइदिन्छु तँलाई मैले दही खाइदिनु हो साँच्ची दिदीलाई के टिक लगाइदिनु म त खाता लगाइदिनु हो त्यो खाता ल्याउनु त मन लगाइदिन्छ च्यापच्यापमा तिमी मान्छे घाँटीसँग मलाई देख्दैन त जोइ के सामान छ त निकाल्दिनु न मलाई चिरो हो र म खाता लगाइदिन्छु अब मेरो फोन आएको के सामान छ भने उसको ए म त आधा मात्र मान्छे देखाएर बसिरहेछ के भन्या है दिदीलाई टिका लाउँछ बहिनीले ल मैले लाउनु हुन्छ कि लौ जेवानी गरेर पैजन भयो टिका लागु मान्छे हामी त खाता लगाइदिनु होला नि दिदीलाई त के टिक लगाइदिनु खाइ कोरो हामी अलि टिका लगाइदिनु हुन्छ नि त्यो खाता हुन्छ मलाई थाहा पनि भइएन ढिला थाहा पाएँ ठिकै छ खाता लगाइदियो पैजन लिएर अहिले त वाइट बोक्यो भाउजू चाहिँ 4जना एक बोरा 5जना अनि जम्मैले यही लाउने हो रे बुहारीले 6 जना भयो हैन टिका लाउने मान्छे 6 जना हुन्छ 6 जना भयो हुन्छ हैन यो चाहिँ यसो राम्रै जानु है त ठुलो मम्मी जम्मा 5 दिइरहेको 5 नभए तिमीलाई निकेश मम्मी इन्टरनेशनल प्रेजेन्ट गरेर यो 5 रुपैयाँ दिएको यत्रो ठुलो मान्छेले खोइ खोइ हमको भी देखा दो रे ल दाजु बाइ बाइ 5 रुपैयाँ मान्छे हो लाज बचाएर हाँसिरह अब चाहिँ देखाउनु सुजनलाई ल बाइ बाइ दाजु ल हैन मेरो नम्बर हम दियो अर्को सिमबाट मिस कल हाल्नु हजुर मेरो सिम त्यही हो यही हो अब निस्किलासँग जानु होला धेरै कमाउनु सोची जान बिर्सिनु होला कुन चाहिँ हो यहाँ त 5 रुपैयाँ ले जुन थ्यांक यू भने सोलिङ त त्यत्रो कमाउनु ठुलो हैन चल 5 दिने रहेछ यार मैले बिजे सानो गर्थे
राजनीति मान्छे दुईटा निस्क्यो म त 1 रुपैयाँ पनि दिन्न म समाइदिन्छु जाउला तिमीलाई के आन्टी अङ्कल बोला शर्मिलाले गर्न दुईजना बाइकमा जान्छ हो 10 जना भयो नि त भाउजू नगइसिदा दुईटा ट्याक्सीहरु किन 4 जना बस्ने पछाडि तिनटा अगाडि एउटा बाइक लाँदैन हो र त्यसो भए त ट्याक्सी अरु किन्न बुक गर्नु पर्यो 1 बजेको ट्रान्जिट दोहामा अनि हाम्रो इन्डियामा छ टेप छिटो लाग्यो गाई जानु हुँदैन यार कता घरमा बुहारी बस्दिन्छु नि भने हजुर म जान्न म 12 घण्टा हो किन अङ्कलको बाइक नलाने भनेर खै अब कतिवटा गर्ने भने काट्दै छ ओ कतिवटा गर्ने भने तिनटा गर्नु पर्यो भने ढिले भयो भने एउटा पनि गरेन हो तिनटै गर्दिन हेलो म यहाँ तिनटै गर्दिन 24 कति जानु हो के हिसाब गर न 3 सबै जाने 9 10 आवाज त 11 तिनटा गर्दा ठिकै हुन्छ है हामीले टिका लगाइदिनु पर्यो हेलो हजुर फोन आयो भनी है निस्किन लाग्यो ल मेरो दिदी तपाईँ जान्ला भन्ने टिका नलाइदिनु भए खाता लगाइदिनु चिसो बार्दिम न अलिअलि चुस्छ ल भन्नु न अहिले बोल्न आयो बुहारी भाइ तिनटा गर्दिम भने एकचोटी बोल्न गर्दिन तिनटा बस्ने भाडा मलाई त ससुरले यो चढ्यो त्यही ससुटु ल अङ्कल दिनुहोस् न यस्तो गर केही त गर्छु गाई बिचारी ता भिडियो गर्नु 1000 को नोट 5 के छानिरहनु गोजी त हामीले यो चाहिँ यस्तो रे आवाज बुझाइन गाइले हो कानमा मात्र राख्नु सुन्दर रहेछ न हजुर त्यत्रो बढी हुन्छ दाइ खानु परेन बहिनीको पालो होला जागे छिटो दहीले रे त्यही भएर मैले मिक्स कलर यसो रातो निलो लिएर आएँ यो दही दिएर बिहान भने म त यस्तो हुन्छ अब हैन एकचोटी तिमी नि पढिचै हो नि त मेरो भिडियो बनाइराछु हौ यो मान्छेको भिडियो बनाउनु नबनाली ल ल ल ल लाइ भएन भने त्यो भिडियो भन्दा नि म यहाँ ट्याक्सी बुक गर्नु पर्यो कि बुक गर्छ पैसा कमाऊ उर्मिलाकोबाट नि गर्छ ट्याक्सी पनि गर्दैन एउटा अझै एउटा म एक कुरा मलाई नि है ल न मोबाइल दे यहाँ उ गर्नलाई मेरो नयाँ एप छ न के छ बहिनी मेरो इन्डियाको गरिन्डा छिटो हुन्छ याङ्गो मेरो मोबाइल खोइ राम्रोसँग जा अनि पैसा कमाऊ अनि इयरफोनमा भन्दा बाँकी अलिकति बाँकी छ अनि पैसा कमाऊ मात्रै भन्नु है ल हुन्छ ए पैसा त तँलाई 20 लाख मनी यो चाहिँ मलाई है भिडियो गजि कस्तो रहेछ टिकिलाउने टिकी मेरो मोबाइल चाहिँ कहाँ रहेछ त्यहाँ पर बुक गरे माइजु मेरो मोबाइल हजुर खोइ कसको हो हजुरको छैन होला त्यहाँ शुभ यात्रा भन थ्यांक यू लभ बेबी यस्तो चुडाउने मिल्दैन के पछा बाच्चै छैन क्या म पैसा दिन्छु मलाई फिर्ता दे त पैसा नदिएर रिसाको ए सरी म दिन्छु र अहिले फिर्ता दे छैन अनि नदे पर्दैन उसले दिनुपर्छ उल्टो बाई बाई ल बाई ए म त देख्दा त देख्दिनँ अनि कसरी बनाइदिउँ देख्दैन रे ओके पर्दैन तल बुझ्छ अहिले
साथीहरू हामी चाहिँ अब एयरपोर्टबाट पुगेर पनि पुरा आइसकेर पनि बाहिर निस्केको म चाहिँ मेरो चाहिँ काम लानुपर्ने छ आन्टीहरू चाहिँ यतै हुनुहुन्छ त्यहाँ सामान बढी भयो भने लिनुपर्छ भनेर म चाहिँ अब निस्किन लाग्यो अन्त बुक गरेको भित्र त आउँदैन र बाहिर जान पर्ने चढ्न पनि अब म चाहिँ काममा जानुपर्छ कामबाट दुईचोटि फोन आइसक्यो आफ्नो के गर्नु काम गर्नै पर्छ अब काममा पुगेर भेट्दा पर्ने हुन्छ है त साथीहरू म चाहिँ अफिस आइसकेँ अब एकछिन काम गर्नुपर्ने हुन्छ अनि मेरो ब्लग चाहिँ दिनभरि के कस्तोले बित्छ हेर्दै जानु होला फुल ब्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु यो चाहिँ नाटक गरेर घर आउने बेलामा इन्ड्राइभमा आई चाहिँ यसरी कहिले बाइकमा चढ्न नपाएको जसरी भिडियो बनाउँदै आएको छ यो साथीहरू फाइनली म चाहिँ घर पुगिसकेँ टक्क लाएर होइन हाम्रो आन्टी चाहिँ यस्तो चिन्तित हुनुहुन्छ छोरी चाहिँ इन्डियामा पुगेर फोन गरेर भनेर चिन्ता नगर्नु म चाहिँ अहिले एकछिनमा फोन गर्छ मेरो छोरी म धेरै सम्झेको भन्नु म एकदम धेरै पैसा कमाएर आइछ है भनौँ न कमाइरहेको छ अब कमाउनु गएको अब टेन्सन गर्नुहुन्न त्यही भएर ल अनि दर्शकबिन हामी चाहिँ यस्तो लम्पतार कार्यक्रममा उहाँलाई भेट्न सक्नुहुन्छ यस्तो छ उहाँको हालत अनि यहाँ चाहिँ आमामा आलु चाहिँ किन बनाऊ बिहान भयो कि मासु त्यत्रो छ अनि बिहानको मासु पऱ्यो नि यस्तो हामी चाहिँ यस्तो अब आएर पल्टिनु पर्ने हुन्छ एकछिनमा खाना खाने बेला फेरि हल्का भेट्नु पर्ने हुन्छ साथीहरू हामी चाहिँ एक थाल भात खानु पर्ने हुन्छ फेरि हाम्रो आन्टीले मैले भात खाएन भने हाम्रो आन्टीले भात खाँदैन त्यही भएर ल है त अङ्कल तपाईँलाई खाना कस्तो लागिरहेछ तपाईँको कान्छी छोरीले पकाएको मासु भात तपाईँलाई तिमीलाई एकदम मिठो छ तिमीलाई मैले पायो जहिले मिठो वाउ जुठो हाले हो र त्यो तरकारी अब चाहिँ हामी भात खानु पर्ने हुन्छ गुवाम कि गुवाम हजुर चाहिँ साथीहरू अब चाहिँ हामी खाना खाएर पनि सुत्न लागेको हाम्रो आन्टी चाहिँ यस्तो सुत्दैछन् मेरो दिदी चाहिँ यस्तो पारा छ गुड नाइट भन् हामी चाहिँ खाना खाइसक्यो साथीहरू अब टक्क लगाएर हामी मर्न पर्ने हुन्छ सोल्टिनी रातिलाई भोलि बिहान उठ्न पर्ने हुन्छ जिन्दगीमा फर्स्टचोटि हिजो र आज म छिटो उठेको छु त्यही भएर आज छिटो सुत्छु म बाई एभ्रीवान गुड नाइट बाई बाई गुड नाइट साथीहरू